जिते पनि के सांसद हुन पाउँदैन रे, मन्त्री हुन पाउँदैन रे, मान्छे हुन पाउँछु म मान्छे हुन पाउँछु। तिमीहरूले मलाई मान्छे मात्र हुन दिन्छौ? मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महल ढाल्न पर्याप्त छ रवि लामिछाने। मान्छे बन्न त कसले दिएको छैन र लामिछानेज्यू? हजुर त मान्छे नै हो नि। नक्खु जेलमा गए पनि हजुर मान्छे नै हो, पत्रकार भए पनि हजुर मान्छे नै हो, अहिले राजनीति गरेर स्टन्टबाजी गरेर पनि हजुर मान्छे नै हो। हजुर त मान्छे हो नि। हो त भ्रष्टाचारीको महल ढाल्न त रवि लामिछाने पर्याप्त छ नि साथीहरू। तर कुन आचरणको जगमा ठगको कालो टीका लागेर, ठगीको कालो टीका लागेर, ठगीकै धरौटी बुझाएर अनि ठगीकै मुद्दा खेप्दै गर्दा भ्रष्टाचारीको ढ्याङ्ग्रो बजाउँछु भनेर पनि भाषण गरेर जनतालाई चाहिँ जुरुप जुरुप उचाल्न सक्ने ठुलो खुबी क्षमता भएका व्यक्ति हुन् रवि लामिछाने। साथीहरू, रवि लामिछानेको म उच्च प्रशंसक हो। तर उनले यही भाषण आफूलाई ठगको कालो टीकाबाट मुक्ति पाएपछि बोल्दा राम्रो हुन्थ्यो भन्ने सुझाव त दिन पाइन्छ होला नि। घन्टेका ग्याङ आएर गाली गर्ने होइन। फेरि एउटा सुझाव हो यो, कम्तीमा आफ्नो आचरण सफा हुनु पर्यो, आफ्नो चरित्र सफा हुनु पर्यो, अनि बल्ल अरूका चरित्र सुधार्नलाई, अरूका आचरण सुधार्नलाई बल्ल तपाईँले कुरा गर्न सक्नुहुन्छ। देशलाई खलानी बनाएर जेलबाट दौडेर भागेर आएर सिंहासनमा बस्छु भन्ने दाउ गर्ने महाठगले फेरि एउटा सुशासनको ढोगी फुकेछ। अनि मेरो शरीरभरि विष छ, म तै पनि लडिरहनेछु आम नागरिकका लागि भनेछ। लडिराखेका छन्। हिजो अमेरिकामा गएर आम नागरिकका लागि लडिराखे। अमेरिका निकाले खोजिसकेपछि फेरि नेपाल आएर अमेरिकाकै पासपोर्ट र अमेरिकाकै नागरिकता लिएर आम नेपाली नागरिकका लागि लडिराखे। त्यति मात्रै होइन, मकै पोलेर पसिना बगाएर साधारण नागरिकले कमाएका बचतमा पनि उनी लडिराखे। अनि जेलमा रहँदै गर्दाखेरि त्यहाँबाटै निर्देशन दिएर यत्रो सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति ध्वस्त बनाउनका लागि पनि उनी लडिराखे। अनि राजनीतिक प्रतिशोधका कारण मलाई जेलमा राखिएको, मैले ठगेको छैन भनेर दावी गर्नेले फेरि 2.5 करोड धरौटी तिर्न तयार भएछन्। यो कुरालाई आम नागरिक र पीडितले कसरी बुझ्ने होला? अनि यस्ता महाठगहरूको फण्डा अनि सुशासनको ढोगी चाहिँ हामीले पत्याइदिइ राख्नुपर्ने। देखियो भाषण देखियो है, बाघको भाषण देखियो, खोरबाट निस्केको बाघको भाषण देखियो। के भन्नु भएको छ? मलाई मान्छे बन्न दिनुस् अनि एक एक भ्रष्टाचारीलाई तह लगाउँछु, यो लगाउँछु, त्यो लगाउँछु भन्नु भएको छैन। तपाईँ एकजनाले गरेर तह लगाउने तपाईँको त्यो होइन। तपाईँ आफ्नो भएको बेला मुद्दा मामिला क्लियर गर्नुहोस् होइन। आफ्नो भागमा पैसा परेको पैसा तिर्छु भन्नुभएको छ, त्यो तिर्नुहोस् अनि मान्छे भएर बाँच्नुहोस्। तपाईँले त्यो भ्रष्टाचारीलाई तह लगाउने तपाईँको त्यो काम होइन। तपाईँ आफ्नो काम पहिला राम्रोसँग गर्नुहोस् होइन। आफ्नो पहिला मान्छे बन्नुहोस्। मेरो पनि त्यही सजेसन छ, तपाईँ पहिला मान्छे बन्नुहोस् के रविजी, मान्छे बन्नुहोस्। मान्छे बनिसकेपछि तपाईँले थाहा पाउनुहुन्छ कि अर्काको पैसा खानु, अर्काको लासमाथि टेकेर हिँड्नु कतिसम्म चाहिँ घोर अपराध रहेछ। त्यसपछि तपाईँले थाहा पाउनुहुन्छ। पहिला मान्छे तपाईँ सही भन्नुभयो। तपाईँ पहिला मान्छे अरूले तपाईँलाई मान्छे बन्न होइन, बनेर बाँच्न दिने होइन कि तपाईँ आफै स्वयंले पहिला मान्छे बन्नुहोस्। तपाईँ पहिला त्यही छ, एकदम हाइली सजेसन मेरो त्यही छ होइन। अनि भ्रष्टाचारीलाई तह लाउने, त्यो तह लाउने तपाईँको काम होइन। त्यसको लागि नियम छन्, कानुन छन्। अनि अर्को अलिकति लिनियन्सी यसमा के राखिदिन सकिन्छ भनेपछि ल पहिला जहिले जति गरे तपाईँले पनि गर्नुभयो, त्यसमा तपाईँको नाम पनि मुछ्यो होइन। तर तपाईँले यसरी मान्छेलाई जमात भड्काउनु भन्दा, आफ्ना भेडाहरूलाई भड्काउनु भन्दा होइन, म एक एक गरेर सबैलाई तह लगाउँछु, मलाई मान्छे बन्न दिनुहोस् भनेर राजनीतिमा घुसेर अझ कालाकाण्ड गर्नुभन्दा तपाईँले के गर्नुहोस् भन्दाखेरि आफू साइड लाग्नुहोस्, मान्छे बनेर देखाउनुहोस् पहिला होइन। अनि तपाईँले खास भन्नुपर्ने के थियो भन्दाखेरि, तपाईँले भन्दा पनि अब चाहिँ मान्छेले के सोच्ने, के अगाडि ल्याउने भन्दाखेरि अब चाहिँ नियम कसरी ल्याउने त, एउटा चाहिँ एकदमै बलियो कानुन कसरी बनाउने त होइन। अनि एउटा ट्रान्सपेरेन्सी कसरी बनाउने त, मान्छे इमान्दार कसरी हुने त, सच्चा कसरी हुने त होइन। त्यस्तो चाहिँ भन्ने हो कि भिड बोलाएर भिडलाई भड्काउने होइन। मलाई मान्छे भनेपछि म भ्रष्टाचारीलाई तह लगाउँछु। त्यो भ्रष्टाचारी घरमा काकाले गरेको भ्रष्टाचार काकालाई पख भन्ने हो र आफ्नो होइन, आफ्नो फुपू दिदीहरूले लगेको 10 रुपियाँ हो र यसले मैले 10 रुपियाँ खाएँ 10 रुपियाँ लियो भन्ने हो। त्यस्तो होइन। त्यो भ्रष्टाचार भनेको एकदम ठुलो कुरा हो। तपाईँ आफै पैसाको नाक उमाएन, पैसाको कुरामा तपाईँ इमान्दार हुनुहुन्न। पैसाको कुरामा तपाईँ कति पनि तपाईँको अनेस्टी भन्ने 0 छ। तपाईँले अरूलाई तह लाएर हुन्छ?